बङ्गलादेश क्रिकेट बोर्ड यानी बीसीबीले आइसिसी टी20 वर्ल्ड कप 2026मा जुन तरिकाको कन्ट्रोभर्सी क्रिएट गरेको छ त्यो त आफ्नो साइडमा छँदैछ भने अर्को साइडमा यो बङ्गलादेशका रिपोर्टरहरू यानी पत्रकारहरू पनि यो कन्ट्रोभर्सी क्रिएट गर्नमा पछाडि परेका छैनन्। मतलब हिजो बङ्गलादेश प्रिमियर लिग अन्तर्गत कुनै एउटा प्रोग्राम यानी प्रेस कन्फरेन्स चलिरहेको थियो। त्यसमा चाहिँ अफगानिस्तानका प्लेयर मोहम्मद नाबीसँग एउटा बङ्गाली पत्रकारले प्रश्न सोधे कि यो मुस्तफिजुर रहमानलाई लिएर जुन कन्ट्रोभर्सी क्रिएट भएको थियो आइपिएलमा त्यसलाई लिएर तपाईँको के टेक छ। मतलब कुछ भी अब यार अफगानिस्तान का प्लेयर मोहम्मद नाबीसँग के लेना देना छन्। नाबीको जवाब दिँदै कुल तरिकाले मोहम्मद नाबीले भने कि के भन्छ यो इससे मेरा क्या लेना देना, सरी बस मुस्तफिजुर रहमान से मेरा क्या लेना देना। करेक्ट, एकदम राम्रो तरिकाले जवाब दिए। अब त्यसैपछि अब ब्याकग्राउन्डबाट आवाज आयो कि भाइ यो आउट अफ टपिक भयो, यो चाहिँ क्लोज गरौँ भनेर। मतलब अब तपाईँले यो पत्रकारहरूलाई चाहिँ बङ्गाली पत्रकारहरूलाई चाहिँ यति कन्ट्रोभर्सी क्रिएट गर्ने यति चुल मचेको छ कि अब फाल्तुको क्वेसन कसले पनि सोधिदिने। अब यो के भन्छ अब बीसीबीले त यो कन्ट्रोभर्सी त क्रिएट गरि नै सकेको छ भने अब यो प्रोपागेन्डा भनेको चाहिँ अब यो पत्रकार लेभलबाट पनि स्टार्ट भइरहेको छ कि कसरी अरू प्लेयरलाई चाहिँ यो फाल्तुको टपिकमा चाहिँ फसाउँ।